मेसिन भनेको सम्भवतः मलाई लाग्छ अत्याधुनिक मेसिन अन्तर्गतको पछिल्लो अपग्रेडेड मेसिन हो। यसको क्यापेसिटी प्रति घण्टा 1 कुन्टल 4 पटक रिपिट गर्दाखेरि 1 कुन्टल तोरी मजाले पेल्न सक्छ। तपाईँ 4 पटक पेल्नुहुन्न भने अथवा 2 पटक 3 पटक गर्ने हो भने यसको क्यापेसिटी अझ बढ्छ। यसको राम्रो पक्ष अथवा सुविधा भन्नुपर्दा यसले पेल्ने तोरी परम्परागत कोलको तुलनामा अथवा परम्परागत 6 भोल्टको अथवा 9 भोल्टको कोलको तुलनामा लगभग अधिकतम तेल निकाल्ने प्रयास गर्छ। किनभने कमसे कम 1 कुन्टल तोरीमा 5 लिटरको लगभग फरक पर्न जान्छ। त्यो एउटा प्लस पोइन्ट भइहाल्यो। दोस्रो कुरा भनेको यसमा हामीले जो म्यानुअली अघि मैले पनि भने म्यानुअली गर्नु परेन, अटोमेटिक भयो। पिना आफै आउँछ, लेबर कस्ट पनि बचत हुने भयो। हामी एकैचोटि डाइरेक्ट होपरमा तोरी हालिदियौँ भने सुरुमा हालिदियो भने त्यसपछि गरिरहनु परेन। अर्को कुरा बिजुलीको पनि बचत छ यसमा, किनभने त्यही 1 घण्टामा अन्यत्र अरू कोलमा जति पेल्नु पर्ने त्यति यसमा चाँडै पेल्ने भएको कारणले यसको बचत, इलेक्ट्रिसिटी बचत पनि भयो अनि कस्ट, लेबर कस्ट पनि बचत भयो। यसको तोरी तेलको अनुपात अन्य कोलको तुलनामा लगभग 2 देखि 5% बढी नै आउँछ। यसमा भ्याकुम फिल्टर जडान गरिएको छ, जसले गर्दा हामी पेलाउँदै पनि ग्राहकलाई भ्याकुम फिल्टरबाट तेल फिल्टर गरेर तुरुन्तै दिन सकिन्छ। यति छिटो फिल्टर गर्छ कि हामी सकिने बित्तिकै पनि ग्राहकलाई तुरुन्तै तेल दिन सक्छौँ। हामीसँग पहिले पुरानो कोलको तुलनामा अहिले यो कोलमा जोडिसकेपछि ग्राहकहरू अत्यन्तै खुसी हुनुहुन्छ, अत्यन्तै उहाँले सुविधा पाउनु भएको छ। किनभने यसमा जुन काती भनेर भन्छौँ हामी, पेल्दाखेरि जो कातीको मात्रा आउँछ त्यो पुरानो कोलमा बढी आउँथ्यो, यसमा कम आउँछ। अनि तेल पनि स्वाभाविक रूपमा बढी छ, 2 देखि 5% बढी नै छ, जो मैले अघि पनि मेन्सन गरेँ। अहिले त्यसरी ग्राहकहरू जति पनि आउनु भएको छ तिनीहरूलाई काँचो तोरी ल्याएर पेल्न पनि सक्नुभयो, त्यो हिसाबले खुसी हुनुहुन्छ। अनि तेल पनि बढी आएको छ, त्यसमा पनि खुसी हुनुहुन्छ। अनि काती, जो काती हुन्छ पिँधमा गएर बस्छ, त्यसको मात्रा कम आउँछ। यसमा त्यसको डिजाइन नै त्यसरी गरिएको छ। यो मेसिन पुरानो मेसिनको तुलनामा अत्यन्तै सजिलो। यसलाई फाउन्डेसन पनि गर्नु परेन। हामीले जब मेसिन झारिसकेपछि ल्याएर जस्ताको त्यस्तै यहाँ इन्स्टल गरेका छौँ। त्यति धेरै मिलाउनु पर्ने, यता गर्नुपर्ने उता गर्नुपर्ने, पुरानो यसको इन्ची मिलाउनु पर्थ्यो पहिले भने। यो अटोमेटिक उतैबाट बनाऊ त्यसरी रेडी भएर आएको हुन्छ। चलाउँदाखेरि पनि यहाँ हजुरलाई म सिकाउँछु। यसमा सुरुमा हामी यहाँ हिटर छ, हिटरलाई हामी अन गर्छौँ। यो हिटरले हजुरको भित्रको कुरालाई हिट गर्ने काम गर्छ। त्यसपछि हामी मेसिन चालु गर्छौँ। यो मेसिन चालु गरिसकेपछि यो फिडिङको लागि माथिल्लो फिडिङको लागि, क्रसरको लागि पनि अन गर्छौँ। अनि त्यसपछि फिल्टरको लागि भ्याकुम पम्प अन गरेर फिल्टर पनि मजाले सजिलै गर्न सकिन्छ। यो अर्को हिटर दिएको छ। यसमा यो हिटरले कति % छ टेम्परेचर हजुरले यसरी यहाँ मेन्टेन गर्न सक्नुहुन्छ। कति राख्ने, हजुरले कति डिग्रीमा राख्ने, यसरी टेम्परेचर मेन्टेन गर्न सकियो। अनि अर्को सबभन्दा प्लस पोइन्ट यसमा भएको भनेको रिभर्स र फरवर्ड दिएको छ। मोटरलाई हामीले रिभर्समा पनि चलाउन सक्छौँ, किनभने कहिलेकाहीँ जाम हुनसक्छ, कहिलेकाहीँ समस्या आउन सक्छ। टेक्निकल समस्या भयो भने रिभर्स चलाइयो भने त्यसले हामीलाई एकदम सहज गराउँछ। यो मेसिन अन गर्ने, बन्द गर्ने, भ्याकुम अन गर्ने, भ्याकुम बन्द गर्ने, धेरै कुराहरू पहिलेको तुलनामा उतैबाट यो प्यानल बोर्ड सहित मेसिन आउँछ, जसले गर्दा हामीलाई चलाउन पनि एकदम इजी गराइएको छ। यसमा हामी सबभन्दा सुरुमा तोरी हाल्छौँ। यसमा तोरी हालिसकेपछि यो माथि हुपरमा, अप्पर हुपरमा गएर बस्छ, स्टोर हुन्छ। त्यसपछि त्यहाँबाट अन गरिसकेपछि यहाँबाट पिना यहाँबाट आउँछ र यहाँ क्रसर छ, जसले यो आफै अटोमेटिक क्रसरबाट माथि फेरि उपरमा गएर स्टोर हुन्छ। यति इजी छ, यति सजिलो छ, मान्छेलाई म्यानुअली गरिरहनु परेन। अटोमेटिक भइसकेपछि लेबर त्यसै पनि बचत हुन्छ। तोरी हामीले उता हालिसकेपछि क्रसरबाट यसमा उपरमा आएर बस्छ। यो यसरी अन गर्ने बित्तिकै, यसलाई खोल्ने बित्तिकै तोरी अटोमेटिक तल जान्छ। यति सजिलो छ, यति इजी छ। अनि बन्द गर्न सजिलो छ। फेरि यसलाई यहाँ यसरी लक पनि गर्न सक्नुहुन्छ, तर तोरी सबै गयो भने त्यो जरुरत पर्दैन। अनि फेरि पिना स्टक हुन्छ, फेरि तपाईँ अन गरिदिनुहोस्, फेरि जान्छ। यसरी तपाईँ 4 पटकसम्म
रिपिट गर्न सक्नुहुन्छ। यो मेसिन हामीले उद्यमशील नेपाल कोलपुरबाट ल्याएको हो। हामीले सोचेको भन्दा पनि धेरै राम्रो मेसिन रहेछ। यस मेसिनको लागि उद्यमशील नेपाललाई धेरै धेरै धन्यवाद।